ओम शांति। आज 11 अगस्त 2026 को बर 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 पिपल यहाँ प्लान्टेसन गर्यो यो हिउँडा पार्कको बाहिरपट्टि। और यो चाहिँ पिपल हो र यसो आउँदै आउँदै यहाँ म बरसम्म लैजान्छु। अनि यहाँ अगाडि आज चौवर्षी थियो पुण्यदेवीको। पुण्यदेवी अगस्त 2022 मा स्वर्गवास भएको थियो। चाहिँ मोनुले आफ्नो आमाको पुण्यतिथिमा यो गरायो। अनि आजको दिनमा यो संयोग जुर्न गएको छ। यो चाहिँ बर हो। बर अनि माथिबाट भ्यू लिम। या हियर इट इज बर। त उम्मिद यो छ कि और यसलाई चाहिँ अलि घेरा बनाइदिएको छु बाँसहरू काटेर अहिले फिलहाल। त यसले यो बाउन्ड्रीको बाहिर छ। और यो हाम्रो घर गिरीकुञ्ज यहाँबाट चाहिँ अलिक टाढा गरेको यस उम्मिदको साथमा कि जब यो 100 वर्षपछि जब यो एकदम ठुलो ठुलो हुनेछ, यिनी सुकेका रुखहरू ढलेर जानेछन्, तर यिनी बिरुवाहरू चाहिँ बढेर बर पिपलका बिरुवाहरू ठुलो ठुलो हुनेछन् भन्ने एउटा उम्मिद छ, आशा छ। बर र पिपल बर्खाको बेलामा प्लान्टेसन गर्नुपर्छ। यहीँ भित्रपट्टि त्यहाँ भित्र चाहिँ एउटा बेलौतीको पौधा पनि लगाएको छु, बेलौतीको बिरुवा लगाएको छु। 2020 को अक्टोबरमा त्यो लगाएको थिएँ। त्यसमा गाई बाख्राहरूले खाइदिएर त्यो चाहिँ हुन पाएन। यहाँ पनि पछि यसमा केही न केही इन्तजाम गर्नुपर्छ। बाहिरपट्टि सिस्नुहरू काटेर काँडाहरू लगाएको छु। अरू बर पिपल 11 8260826 826 भन्ने एउटा जो छ एउटा इमेल आइडी जस्तो त्यो पनि क्रिएट गर्ने विचार गरेको छु। अनि 1 र 11 पनि भनिन्छ बर र पिपल। यो चाहिँ एकदम सिम्बोलिक होस् भन्ने चाहिँ मेरो कामना छ। यो चाहिँ यसमा कति भावनाहरू छन्, त्यो भावनाहरूलाई चाहिँ मैले कैद गरेँ। और यहाँ उम्मिद यो छ, आशा छ, उम्मिद छ कि यिनीहरू बाँच्ने छन्, जोगिने छन् र ठुलो ठुलो भएर जानेछन्। यो बिरुवाहरू बोट बनेर जानेछन् र बडा होके पेड बनौँगा भने जस्तो त्यो चाहिँ यिनलाई होस्। चिताएको मनले चिताएको पुग्योस्। और यो प्रकृति माँ है भनेर भनिन्छ। प्रकृति माँ माने प्रकृति। त्यो प्रकृतिमा हामीले के कति सहयोग दिन सक्छौँ, कतिको प्रकृतिलाई जोगाउनु। प्रकृतिलाई के जोगाउनु छ? आफूलाई नै जोगाउनु हो। प्रकृतिको अति शोषण गऱ्यो भने त्यो राम्रो हुन्न। त्यो पैँचाको रुखहरू छन् हैन, और त्यहाँ जाकारान्डा त्यो चाहिँ नीलकण्ठको रुखहरू हो, बिचमा नासपातीको रुखहरू छ। त यो रुखहरू बढ्यो भने राम्रो होला। अनि आज 11 अगस्त, अब यो चाहिँ यो महिना कस्तो भन्दाखेरि अगस्तको महिना, साउनको महिना। साउन आज 11, 15, 26 गते। आज चतुर्दशी पनि रहेछ। त यो सामने चाहिँ विपिङ विलो, यसलाई चाहिँ मज्नुको रुख पनि भन्दो रहेछन्। अनि त्यसको सँगमा पपुलर छ। त्यहाँ सफेदाको रुख छ। यो चाहिँ क्याम्प रक्कड हो। त्यहाँ काङ्डी धाम पनि लेखेको छ। त इत्यादि इत्यादि। ल यो जय हो। ओम शान्ति।